हामीले चाहिँ किन यसरी दुःख गरेर होला भनेर तपाईँ चाहिँ नसोच्नु होला, किनभने गाउँको एउटा त्यसै काम नलाएपछि हामीले यसरी दुःख पाउँछ। हेलो गाइज, वेलकम माई मिनी ब्लग। आज हामी कहाँ जान्छौँ भने आज हामी ढुङ्गासम्म जाँदैछौँ। टक्क मैले चाहिँ पसल बन्द गरेर हामी चाहिँ अब ढुङ्गा लोड जाँदैछौँ। उता दाइहरू नि लोड गर्दै होला। अनि चाहिँ ड्राइभर म लिन जाँदैछु। आजभोलि चाहिँ मलाई रुखो लागेको कारणले गर्दा अलि स्वर चाहिँ अलि नराम्रो आएर होला। जे पनि भिडियो त बनाउनु पर्यो होइन। अरूभन्दा यो गाउँको ड्राइभरहरू चाहिँ एकदम राम्रै हुन्छ। गाडी चाहिँ जस्तोकोमै लानु सक्छ, हतपत डराउँदैन। गाडी त जस्तो पनि चलाइदिन्छ नि, चाहे खाएर होस् या चाहे नखाएर होस्, भवालै हुन्छ। अब उसलाई मात्रै नभनौँ, गाउँमा चलाउने प्रायः सबै ड्राइभरहरू चाहिँ एकदम खतरै हुन्छ। खतरा भनौँ, राम्रै चलाउँछ सबले। अगाडि भन्दा नि पछाडि नै, अगाडि पछाडि सबै सेम लाग्छ कि चलाइने बानी भएर। यो अगाडि भन्दा नि पछाडिको त सररै हो नि, अगाडि पछाडि नै। अब दाइहरू चाहिँ यहाँ के गर्दै हुनुहुन्छ होला। हामी चाहिँ टक्क हेर्न जाँदैछौँ। अनि म चाहिँ यहाँनिर अब ओरेपछि त ओर त हाल्नु पर्यो। अनि मैले चाहिँ फर्स्टमा होइन यो ठुलो ढुङ्गा हालेँ, र ठुलो ढुङ्गा नसकेर अनि सानो ढुङ्गा हालेर अनि यता दाइहरू के गर्छ भनेर हेरेँ। अनि दाइहरू चाहिँ ढुङ्गा थुपारिसकेर रहेछ। अब हामी पनि अब ढुङ्गा थुपार्नु भनेर म तल गएँ। अनि तल गएर सँगै मिलेर ढुङ्गामाथि थुपार्नतिर लागेँ। ढुङ्गा थुपारेर लागेर भ्याइसकेपछि अनि यो ढुङ्गालाई हामी माथि लोड पनि गर्छौँ होइन। लोड त गर्नु पर्यो होइन गाइज। अनि सबैजना मिलेर पालो पालो ढुङ्गा दिएर हामीले लोड गर्दैछौँ है। अब यो चाहिँ सबै हामीले लोड गर्दै भइसक्यो। अब जाने मात्र बाँकी हो। हामी त्यहाँनिर पुगेर तपाईँले देखाउँछौँ त्यहाँ बाटोको हालत कस्तो छ भनेर, के गर्नुपर्छ भनेर। हामीले चाहिँ ढुङ्गासँग लोड गरेर जाँदैछौँ त्यहाँनिर खल्ला पुर्नका लागि। सबैजनाले हेरिदिनु होला कस्तो छ बाटोको हालत भनेर, अनि के गर्नुपर्छ कसो गर्नुपर्छ भनेर होइन। अब यो चाहिँ हाम्रो गाउँको सिन हो, हल्का डाँडा काँडा बबाले छ। सो हेलो गाइज, हामी चाहिँ आइसकेको छ यहाँनिर लास्टै खल्डा भएको कारणले हामी ढुङ्गासुङ्गा ओसारेर टक्क यहाँ त पर्दैन हाल ल। यहाँनिर त्यस्तो खल्डा छ, यहाँनिर बबाल खल्डा छ। अब यहाँनिर टक्क एक सोल ढुङ्गा हालेर त्यसपछि माटो। धेरै गाह्रो छ यहाँको बर्खामा चिप्लिएर गाडीको इन्जिनै छुन्छ हो। सो गाइज, यो बाटो चाहिँ कहाँको होला भनेर, यो कसरी यसरी किन यसरी दुःख गरेर होला भनेर तपाईँले नसोच्नु होला। किनभने गाउँको एउटा त्यसै काम नभएपछि हामीले यस्तै दुःख पाउँछ। त्यो भएर अब चाहिँ राम्रो गर्नुपर्छ। हामीले राम्रो उद्देश्य छानेर राम्रो काम गर्नुपर्छ। के भन्नु, यस्तो नै छ। यो चाहिँ राप्ती 12 नगरपालिका भनौँ तिरुवा भन्ने ठाउँमा है। अब अरू चाहिँ राम्रो छ भनौँ न बाटो, अब यहाँ चाहिँ अलिक गाह्रो हुन्छ। ल हामी यहाँको यो खल्टालाई चाहिँ पुरै पुरिदिसकेको छौँ। अब त्यो चाहिँ बर्खासम्मलाई ढुक्क हुन्छ भन्ने आशा गरेको छु। के हुन्छ अब पछि नै थाहा हुन्छ है। हेलो गाइज, हामीले चाहिँ यो बाटो काम सकिसकेको छन्। कस्तो लाग्यो होला मेरो मिनी ब्लग, सबले लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। र आजको लागि यति नै भन्न चाहन्छु। अब अरू म नेक्स्ट भिडियोमा ल्याउने छु। हस्त, धन्यवाद।